भएको के थियो भन्दा भएको त केही पनि थिएन। म चाहिँ शारीरिक रूपमा अशक्त हो होइन। मेरो जन्मेर 8 महिनामा दुई खुट्टा आगोमा परेर अनि आगोले पोलेर मैले दुई खुट्टा गुमाएको हो। मेरो दाहिने खुट्टा घुँडा माथिदेखि छैन भने देउरे खुट्टाको पनि औँला जति छैन। अनि यो हुँदाहुँदै पनि मैले बिहे गरिसकेपछि मेरो श्रीमानले छोडेर सडकमै ल्याएर छोडेको अवस्था, घाँसबास कपास केही नहेरेर अदालतमा मुद्दा गरिसकेपछि मलाई दिया च्यानलको एउटा दिपक दाइले थोरै अन्तर्वार्ता लिनुभएको थियो। अनि दाइले लिइसकेपछि त्यहाँबाट इन्द्रेणी लगायत भागिनी उपानी लगायत धेरैजनाले लिनुभयो, केही रात पनि भयो। तर केही मिडियाले युज गर्यो मलाई होइन। कोहीले चाहिँ अब पीडितलाई झन् पीडा दिने काम गऱ्यो भने कोहीले चाहिँ रात हुने काम पनि गरे। अनि केही समय म अलिकति पपुलरै थिएँ होइन। अब अलिकति पपुलर हुँदा सबैले खोज्दै खोज्दै आउने रहेछन् होइन। घरमा पनि कति मिडिया आए, 15-16 मिडिया एकैचोटि आएर पनि मैले अन्तर्वार्ता दिएँ। तर पछि भइसकेपछि हामीले हिजोको दिनमा अन्तर्वार्ता लिएका थियौँ, फलानुलाई आज कहाँ छ होला, कुन ठाउँमा छ होला, के गरिरहेछ होला, उसको अवस्था के छ होला भनेर फलो गर्न ती मिडियाहरू आएनन् के। अनि नयाँ आउनु भयो नि हजुरहरूले लिनु भएको थियो त, पहिला मेरो लिनु भएको थिएन हो। त्यो भएर त्यो कारणले चाहिँ चित्त दुखेको हो क्या। जस्तै अब किनभने भ्युज ल्याउनु मात्रै ठुलो कुरा होइन नि त। एउटा तपाईँ मेरो अन्तर्वार्ता लिन आउनुभयो, तपाईँले दिदी भनेर बोलिरहनु भएको छ, मैले नि तपाईँलाई भाइ भनिरहेको छु। एउटा दिदी भाइको सम्बन्धका एकचोटि अन्तर्वार्ता लिएर गएपछि सकिँदैन नि त। दिदीको अवस्था के छ होला, दुइटै खुट्टा नभएको होइन, श्रीमानले छोडेको गाह्रो अवस्थाको हो नि त। अब राम्रो भयो कि होइन, भएन कि, त्यो अवस्था भन्दा नि झन् नाजुक भयो कि न राम्रो भयो कि भनेर एउटा खोजी त गर्नुपर्छ नि एटलिस्ट। त्यो कसैले नि खोजी नगरेको हुनाले आफूलाई चाहिँदा मात्रै त्यतिखेर म एकदम पपुलर थिएँ। मेरो एउटा अन्तर्वार्ता लिने बित्तिकै धेरै भ्युज आउँथ्यो कि। अहिले म अलिक पपुलर छैन नि त, मेरो खासै भ्युज आउँदैन अहिले। त्यही भएर नि फलो नगरे होला जस्तो लाग्यो मलाई। जस्तै अहिले हजुरले मजाले टेकिरहनु भएको छ होइन, मजाले हिँडी पनि रहनु भएको छ। हजुरको अहिले चाहिँ कृत्रिम खुट्टा हो अहिले? हजुर कृत्रिम खुट्टा। कति भयो हजुरले यो खुट्टा हाल्नु भएको? यो भयो 72 सालमा हालेको, 10-11 वर्ष भयो। भनेपछि हजुरको चाहिँ सानोमै दुइटै खुट्टा सानोमै गुमेको? हजुर 8 महिनाको बेला अब आमासँगै सुतेको बेला अगेनामा परेर पुरै डढेर अङ्गार भएर अनि काटेर फ्याँकेको, काम नलाम भइसकेपछि। कति वर्ष हुँदैछ काट्नु भयो, याद छ हजुर? मलाई याद चाहिँ छैन होइन। अब 8 महिनामै काटेको एउटा खुट्टा चाहिँ त्यतिखेर पोलेर हस्पिटल लगेपछि त्यतिखेरै काट्यो एउटा चाहिँ। अर्को चाहिँ पछि आफै झरेर गएको अरे क्या, धेरै डढेर त्यो काम नलाउने भएपछि आफै झर्दो रहेछ कि। मलाई थाहै छैन, मैले थाहा पाउँदा म 4 हात खुट्टा टेकेर हिँड्थेँ। पछि मम्मीहरूले बुवाहरूले भन्नुभयो, त्यही भएर थाहा भयो। अहिले चाहिँ कतिको दोष दिदी हाल्दा त कृत्रिम खुट्टा हाल्नु भएको छ होइन, तर त्यो त्यसले असर गर्छ गर्दा तपाईँ हिँड्न गाह्रो हुन्छ गर्दा त्यो खुट्टाको? हिँड्न त गाह्रो भइहाल्छ नि। अब हामीले एउटा नयाँ जुत्ता किनेर लगायो भने त त्यो जुत्ताले हामीलाई घाउ बनाएर कस्तो गाह्रो हुन्छ भने मेरो त अब घुँडामै सर्लकै खुट्टै लगाउनु पर्छ, फेरि एउटा मात्रै होइन दुइटै खुट्टा लगाउनु पर्छ। खासै हिँड्न नि सक्दिनँ, 1-2 मिनट यसो वरपर मात्रै हो। म 3 बजे आएको, अब कति 1 घन्टा नि भएको छैन मलाई खुट्टा पोल्न थालिसक्यो। अब पहिला चाहिँ म अलिक दुब्लो थिएँ, अलिक पातलो थिएँ होइन, अनि अलिकति हिँड्दा नि त्यस्तो दुख्दैन थियो। अहिले चाहिँ अब वेट पनि बढ्दै गयो होइन, उमेर पनि बढ्दै गयो, वेट पनि बढ्दै गयो। त्यही भएर अहिले चाहिँ अलिक गाह्रो हुन्छ। यो अलिकति टाइट पनि भएको छ, चेन्ज गर्ने बेला भइसक्यो। 11 वर्ष भने त धेरै हो नि त, कम्तीमा 4-5 वर्ष थेक्छ नि त यो खुट्टाले त। 10-11 वर्ष भने त धेरै हो नि त। अनि अहिले चाहिँ अलिक दुख्ने, अलिक गाह्रो हुने, हिँड्न नसक्ने त्यस्तै समस्या भइरहेछ। राति घरमा गएपछि यो खोलेर बस्नुहुन्छ? राति होइन, जाने बित्तिकै कतिखेर घर पुर्नु खोलेर फ्याँकौँ जस्तो हुन्छ। पोलिसक्यो क्या, अब गर्मी छ नि त अहिले त, अनि भतभत पोलिसक्यो। अब यहाँ कतिखेर दोहोरी सकिन्छ अनि घरमा जाने बित्तिकै खोलेर फ्याँकेर एकछिन रेस्ट गरेर अनि बल्ल खाना बनाउने हो कि। जस्तै अघि भन्नुभयो श्रीमानले पनि छोड्यो भन्नुभयो, हजुर। अलिक घर परिवारमा चाहिँ को को हुनुहुन्छ? मेरो घर परिवारमा माइती यहाँ बुवा मम्मी दाइ भाउजू छन्, अनि यता घरतिर सबै छन्। म चाहिँ सिङ्गल छु। एक्लै बस्नुहुन्छ? हजुर। बच्चाहरू के भयो कि भएन? बच्चा मेरो एउटा छोरा छ, छोरा नि चितवनतिर छ। हजुर, त्यही पढिरहेछ। तपाईँको श्रीमानसँग चाहिँ कसरी चाहिँ छुट्यो होइन? अब तपाईँको सबै कुरा थाहा थियो होला श्रीमानलाई बिहे गर्नुभन्दा अगाडि त होइन? तपाईँलाई बिहे गरेपछि बच्चा भइसकेपछि किन छोड्नुभयो श्रीमानले चाहिँ, के कारण चाहिँ आज यो अवस्था आयो? अब सबै थाहा भए पहिला म यस्तो भए देखि बिहा गरेको होइन। पहिला चाहिँ अब सपाङ्गालाई त जसले नि बिहा गर्छ, अपाङ्गालाई चाहिँ बिहा गरेर एउटा सहारा दिन्छु भन्नुहुन्थ्यो। अब पछि भएपछि त्यही त हो नि, अब केटा मान्छे होइन,
सबै केटा मान्छे त त्यो हुँदैन, यो अर्थ नलागोस् होइन। अब म खन्चन गरेर हिँड्ने होइन, अब एउटा बच्चा पाइसकेँ, बच्चाको आमा, उमेर पनि त बढ्दै गइसक्यो नि त। अनि उहाँलाई राम्री चाहियो, सपाङ्ग चाहियो, म नराम्री भएँ, अपाङ्ग भएँ, त्यही कारण छोड्नु। त्यो कुराले त पीडा हुन्छ नि, तपाईँ एउटा अपाङ्ग मान्छे होइन, त्यही माथि श्रीमानले यस्तो व्यवहार गर्दाखेरि होइन, त्यो कुरा झन् बढी मन त दुख्छ नि होइन। होइन मन त दुख्छ, अब मन दुखे पनि अब के गर्नु त, रोएर पनि भएन, कराएर पनि भएन, टाउको फुटाएर पनि भएन, आफ्नो भाग्य भयो। भाग्यले जस्तो जस्तो कर्म दिएछ त्यो गर्नुपर्ने रहेछ कि मान्छेले। अब छुट्या भनेर हाम्रो डिभोर्स पनि भएको छैन होइन, 72 सालदेखि छोडेर हिँड्नुभयो, घाँस बाँस कपास केही हेर्नुहुन्न, अदालतमा मुद्दा हाल्नुभयो उहाँले नै छोडपत्रको। अनि नुवाकोट अदालत, जिल्ला अदालत, उच्च अदालत गरेर अहिले सर्वोच्च अदालतमा मुद्दा पुगेछ, विचाराधीन अवस्थामा बसिरहेछ। अब अदालतबाट केही न्याय पाउँछु कि भन्ने आशले म पनि धाकिरहेको छु। 9 वर्ष भयो, अब हेर्दै जाऊँ के हुन्छ। कति वर्षको उमेरमा बिहा गर्नुभयो? मैले 17 वर्षको, हजुर 16 पुरा भएर 17 टेकेको मात्रै थिएँ। सानै हुँदा बिहा गर्नुभयो? सानैमा बिहा गऱ्यो। बच्चा कति वर्ष? बाबु अहिले 13 वर्ष भयो। 13 वर्ष। कति वर्षको हुनुहुन्थ्यो बच्चा गर्नु लगाउनु? अहिले 25 वर्ष थियो। 25 वर्ष। उहाँसँग तपाईँको भेट चाहिँ कसरी भयो होइन, कसरी सम्बन्ध कसरी जोडिनु पुग्यो त्यो नलिकलाई? म चाहिँ सानैदेखि अब अलिकति खुट्टा कमजोर भइसकेपछि गाउँमा हिँडडुल गर्न नसक्ने होइन, अनि काठमाडौँतिर आएर मैले यो काहीँ पनि भनेको छैन, काठमाडौँतिर आएर कुनै आफन्तको घरमा बसेको थिएँ होइन पढ्नको लागि। अनि आफन्तको घरमा बस्दाखेरि आफन्त उनीहरूको घरमा म बसेँ भनेर उनीहरू बुढाबुढी बिच झगडा पऱ्यो क्या होइन। बुढाले चाहिँ किन ल्याएर राखिस् भन्ने जस्तो कुरा गरिसकेपछि मैले म यहाँ बस्नुहुन्न रहेछ, मेरो कारणले उनीहरूको नराम्रो भयो भनेर म त्यहाँबाट श्री अपाङ्ग असहाय सेवा सङ्घ भन्ने संस्थामा बस्न पुगेँ। बाउ आमा दाजु भाउजू दिदी बहिनी सब परिवार भएर पनि म संस्थामा बस्न गएँ कि त्यो मेरो एउटा बाध्यता थियो रहर होइन। अनि संस्थामा बस्दा बस्दै उहाँ पनि त्यही संस्थामै अब आइपुग्नु भयो क्या कतैबाट, सरहरूसँग ठोकिनु भयो। अनि बस्दै गयो, गफ गर्दै गयो, गर्दा गर्दै आज भेट्यो भोलि भेट्यो, गफ गऱ्यो गर्दा गर्दै अनि मन पराउँछु भन्नुभयो, त्यही कारणले अनि बिहा गर्यो। अब 19 वर्ष पुरा भएर 20 वर्ष लागिसक्यो मैले बिहा गरेको अहिले होइन। 20 वर्ष भइसक्यो। 20 वर्ष भइसक्यो। भनेपछि 72 सालदेखि एक्लै बस्नु भएको छ भने चाहिँ आज लगभग 9-10 वर्ष पुग्न लाग्यो। हजुर हजुर। तपाईँ हेर्नु, तपाईँ आफै शारीरिक अशक्त हुनुहुन्छ होइन, अहिले एक्लै छु भन्नुभयो, अहिले अब खाना पकाएर खान पनि गाह्रो हुन्छ होला होइन, अब कमाएर ल्याउने मान्छे छैन, कसरी चाहिँ गुजारा गर्दै हुन्छ आजभोलि चाहिँ? पहिला अलिकति म मिडियामा पपुलर हुँदा चाहिँ अलि देश विदेशबाट अलिअलि सहयोगहरू पनि जुट्थ्यो होइन। अब अहिले चाहिँ खासै त्यस्तो अब मैले अन्तर्वार्ताहरू पनि खासै दिँदिनँ होइन। अब जेन तेन चलेको छ, हुँदा खाने नहुँदा नखाने, त्यही हो। बच्चा साथमा हुँदा त जसरी पनि उसलाई जहाँबाट ल्याएर खुवाउनु पर्थ्यो होइन, बच्चा छैन, आफू त अब ठुलो मान्छे होइन, भयो भने खाइन्छ नभयो भने खाइँदैन। अब बच्चालाई जस्तो पकाउनै पऱ्यो, 4 टाइम खुवाउनै पऱ्यो भन्ने छैन नि त। एउटा चाउचाउ खाएर पनि सुत्न सक्यो, एउटा बिस्कुट खाएर पनि सुत्न सक्यो, भयो भने पकाएर खाएर पनि सुत्न सक्यो, चलेछ जिन्दगी। बच्चा चाहिँ किन चितवनमा किन कोसँग हुनुहुन्छ? चितवनमा चाहिँ अब यस्तो मेरो चाहिँ कस्तो भने अब यो खै भन्दा नि कसरी भन्नु, मलाई भन्न नि कस्तो अप्ठ्यारो लाग्छ होइन। मैले भेट्छु रे भनेर चाहिँ काठमाडौँमै पनि धेरै स्कुल चेन्ज गरेको गर्नुभयो बाबुको बाबाले। अनि अब काठमाडौँमा त जहाँ पनि म जान सक्ने भएँ नि त। अनि उहाँ चाहिँ धेरै टाढा भयो नि त, उहाँ चाहिँ खासै जान्छ नि, गयो नि 1 वर्ष 2 वर्षमा आउँछ, 1 वर्ष 2 वर्षमा भेटेपछि त बच्चाले नै आमा बिर्सिन्छ, आमाले नि बच्चा बिर्सिन्छ भनेर त्यो अलग बनाउनको लागि चितवन पुऱ्याएर राख्नुभयो। 2 वर्ष भयो अहिले चितवनमा बच्चालाई पनि तपाईँदेखि अलग गराउनु भएको? पहिलेदेखि 3 वर्षदेखि नै लिएर गएको। मेरो बाबु 13 वर्ष भइसक्यो, आउने जाने भेटघाट बोलचाल के पनि छैन। 10 वर्ष भन्नाले म बेला बेला भेट्न जान्छु। चितवन पनि म पुसमा गएको थिएँ। अनि मलाई देख्ने बित्तिकै भाग्छ बाबु, बोल्दैन, गफसफ केही पनि गर्दैन, मेरो बारेमा पुरा नेगेटिभ कुरा सिकाएर होइन बाबुलाई चाहिँ अब पुरा एकरो बनाइसक्यो कि। अनि बोल्नै खोज्दैन। अनि पहिला त म पनि अब सानो थियो नि त, सानो थियो, अनि कसले रेख्दै गर्ला के खाला भन्ने पिर हुन्थ्यो नि त, आमा हो नि त। अहिले चाहिँ अब 12-13 वर्ष भइहाल्यो, अब त मागेर नि खान सक्नु भयो नि त। त्यो भएर अहिले चाहिँ खासै अब पिर त लागिहाल्छ। आमालाई बाबुको बारेमा कुरा गऱ्यो भने चाहिँ म एकदम भकानिन्छु होइन, पिर त लागिहाल्छ, तैपनि अब मन अलिकति बाँधेर बसेको छु।
तपाईँले त हेर्नुहोस् श्रीमानले छोडेको पीडा भन्दा नि आफूले जन्म दिएर यस्तो दुःख गरेर जन्म दिएको बच्चालाई चाहिँ टाढामा त्यो पीडा चाहिँ बढी मन छुन्छ तपाईँलाई हजुर त्यही हो माया त लाग्छ नि आफ्नो बच्चाको किन नलाग्ने त्यही माथि म यस्तो अवस्थाको मान्छेले त्यतिखेर त मैले बाबुलाई जन्म दिनु पनि सकिनँ मेरो त चिरेर निकालेको बाबुलाई होइन त्यस्तो अवस्थामा अब जे होस् आफूलाई सहारा हुन्छ पछि आफूले एउटा पानी सारेर खान नसक्दाखेरि पानी सारेर खुवाउँछ भने होइन जन्मायो हुर्कायो बढायो अब ठुलो भएपछि लिएर गएँ मेरो बारेमा नेगेटिभ कुरा सिकाएँ उसले पनि त्यही सिक्यो क्या 3 वर्षदेखि अहिले 13 वर्षसम्म तेरो मम्मी चाहिँ नराम्रै मान्छे हो भनेर सिकाइरहेपछि उसले मेरो मम्मी चाहिँ राम्रो हो कसरी भन्न सक्छ त सक्दैन नि एउटा नाबालक बच्चाले त एउटा काँचो माटो जस्तो हो उसलाई जस्तो बनायो त्यस्तै हुन्छ अब उसले बुझेर भोलि अब 15-16 वर्ष भइसकेपछि बुझेर मेरो आमा हो जस्तै भयो भने मलाई जन्म दियो भनेर बुझेर आएछ भने ठिकै छ आएन छ भने ठिकै छ के अन्त मन सकिँदैन मन बुझाउनै पर्छ जस्तै भयो निकै पीडा छ तपाईँलाई होइन यस्तो अब शारीरिक अशक्त हुन्छ श्रीमानको साथ छैन त्यहाँ माथि एउटा बच्चाको एउटा सहारा हुन्छ नि होइन त्यो भयो नि अलिकति आश हुन्थ्यो होला तपाईँको आज त्यो आशा पनि छैन होइन सबै टुट्यो तपाईँको मेरो चाहिँ श्रीमान मात्रै होइन आफन्तहरू हुन्छ नि आफन्तहरू धेरै हुन्छ नि त नातागोता इष्टमित्र एक ठाउँबाट अलिकति समस्या एउटा पीडा भइसकेपछि भनौँ न श्रीमानले छोडिसकेपछि चाहिँ अरू आफन्तहरूले नि साथ सपोर्ट चाहिँ नगर्दा रहेछ नदिँदा रहेछ त्यो मैले आफूले भोगेको छु सङ्घर्ष गर्नु पर्दो रहेछ जहाँ जे पर्दा नि एक्लै गर्ने रहेछ कि एक्लै कसैले गरिदिँदैन आफैले गर्ने हो सके गरेर खायो नसकी गर खा कि मर भन्ने एउटा उखान थियो नि त्यस्तै हुँदो रहेछ मैले भोगेँ नि त त्यो कुरा बच्चाको त धेरै याद आउँछ सँगै बस्न मन लाग्छ बच्चासँग भेट्न मन धेरै लाग्छ मलाई त्यो आइहाल्छ नि एउटा आमालाई सन्तानको याद कति आउँछ भनेर त्यो सोध्ने कुरै होइन त्यो कति आमाहरूले आफै महसुस गर्ने कुरा हो होइन त्यो भनेर साध्यै छैन तपाईँले श्रीमानसँग भन्नु भएन ठिक छ तपाईँले छोडे पनि मेरो बच्चा चाहिँ मसँग दिनु भनेर तपाईँले त्यही बेलामा भन्नुभएको भए सायद तपाईँसँग हुन्थ्यो कि बच्चा 16 वर्षसम्म त आमाको हक अधिकार लाग्छ भन्छन् होइन कानुनमा पनि श्रीमानले नै नचाहेको अनि श्रीमानलाई भनेर दिन्छ नि त उसले नै नचाहेको अदालतले आमालाई जिम्मा लागेको बच्चा मेरो काखबाट खोसेर लाने श्रीमान हो भने चाहिँ कसरी दिन्छ त श्रीमानले त बच्चा पनि नदिने आफू पनि साथ नदिने खाना पनि नदिने लाउन पनि नदिने अनि काहीँ केही पनि विकल्प नभएपछि त कि बिखाएर मर्छ कि झुन्डेर मर्छ जसरी हुन्छ पन्छाउनु खोजे नि त मलाई त आफ्नो जिन्दगीबाट त्यतिकै छोड्नलाई त केही चाहियो नि प्रमाण चाहियो नि त मैले गल्ती गरेको मैले त केही गल्ती गरेँ होइन अहिलेसम्म अनि अब के कारण कसरी छोड्ने त उसलाई बच्चा कसरी लैदिने आफूले कन्ट्याक्टलेस गरेर बस्ने घाँसपास कपास बन्द गरिदिने खान पनि पाउँदैन लाउन पनि पाउँदैन सबै थोक बन्देज गरेपछि त कसरी बाँच्छ त यो भनेर गर्नुभयो तर अझै पनि 10 वर्ष भयो बाँचिरहेको छु सहारा कोही नभए पनि तपाईँ सहारा त तपाईँहरू हुनुहुन्छ नि त होइन तपाईँहरूले अब अन्तर्वार्ता लिनुहुन्छ देश विदेशमा सबैले हेर्नुहुन्छ होइन देश विदेशमा हुनुहुन्छ क्या सहारा मलाई मेरो गीतहरू मन पराउनुहुन्छ होइन उहाँहरूले हिम्मत दिनुहुन्छ उहाँहरू हो क्या सहारा त हिम्मत चाहिँ अब आइसक्यो अब ल्याउनु पर्दो रहेछ कि सधैँ रोएर होइन सधैँ कराएर उहाँले मलाई छोड्नु भयो म यस्तो भएँ मेरो जिन्दगी जाँदैन रहेछ कि उसले मलाई चाहँदैन भने मलाई नि बुझाइँदैन के गर्ने त अब उसले मलाई चाहँदैन भने म चाहिँ ऊ भनेर बसेर भयो त भएन आफू एक्लै बस्नु नि सकिँदो रहेछ नि त होइन बसिरहेको छु त म पहिला पनि बसेकै हो अहिले पनि छोडेर गएको पनि त अब 10 वर्ष भइसक्यो 11 वर्ष लाग्नु लाग्यो बसिरहेको छु म खाइरहेको छु मिठो खान नपाउँला उसले जस्तो 84 व्यञ्जन खान नपाउँला होइन 2 साग खान नपाउँला 1 साग खाएर त बसिरहेको छु त्यसमै सन्तुष्टि छु कुनै दिन भोकै बसेको दिनहरू पनि छन् त्यो कुरा नगर्नु त्यो कति छ त त्यो भनिसाध्यै छैन पहिला जब श्रीमानले छोडेर गइसकेपछि बाबु साथमै थियो मेरो त्यतिखेर कति रात भोकै बसियो होला घरबेटीको भाडा तिर्न नसकेर घरबेटीले दिएको टर्चरहरू त्यो घरबेटीलाई अनि हस्बेन्डलाई फोन गरेर बोलाउनु न उहाँले तिर्नुहुन्छ उहाँले त मलाई डिभोर्स देखाएन नि त अहिलेसम्म त उहाँ मेरै हस्बेन्ड हो नि त म अर्कोसँग नजाउन्जेल त उहाँकै हुन्छु नि त अहिलेसम्म पनि म उहाँकै छु नि त भन्दाखेरि हस्बेन्डले घरबेटीलाई फोन गरेर सामानहरू सबै सडकमा फालिदिनु अनि त्यसपछि उसको आफन्तले आएर लिएर जान्छ भनेका शब्दहरू ती शब्दहरूले छिया हुन्छ क्या मन श्रीमानले भनेको त्यो शब्द
हाम्रो मेरो नि दाइ हुनुहुन्छ होइन, मेरो नि भाइ छन्, बुवाहरू हुनुहुन्छ। कुनै केटीलाई समस्या पर्यो, कुनै लेडिजलाई समस्या पर्यो भने त्यो नचिनेकै मान्छे होस् कि भाडामा बसेको मान्छे होस् कि कति हेल्प गर्नुहुन्छ कि, गएर चामल छैन भने लगेर चामल दिनुहुन्छ, कति हेल्प गर्नुहुन्छ। तर उसले आफ्नो श्रीमती 10 वर्षसँगै बसेको आफ्नो सन्तानको आमा सामान सडकमा फालिदिनु, उसको आफन्तले आएर लैहाल्छ नि भन्न सक्ने हुन्छ कहाँसम्मको भन्नु। अलिकति पनि माया दया केही नरहेछ तपाईँ श्रीमानप्रति? सम्पत्तिको आश गरेर बिहा गरेको रहेछ मलाई, किनभने अशक्त भइसकेपछि त कसैले बिहा गर्दैन नि त। उसको सोचाइमा थियो बिहा त किन गर्दैन थियो मान्छेले, सबैको दिमाग अशक्त हुँदैन नि त, शारीरिक रूपमा अशक्त भयो भने दिमाग त अशक्त हुँदैन नि त। उसले सोच्यो अशक्त भएपछि कसैले पनि बिहा गर्दैन, मैले बिहा गरेपछि बाबामाले टन्न सम्पत्ति दिन्छ भन्ने सोचेर बिहा गरेँ। मेरो बाबामा अब त्यस्तो हुने खाने पनि होइन होइन, गाउँमा कृषि गर्ने मान्छेले काठमाडौँमा सम्पत्ति दिएर ज्वाइँलाई घर बनाउन सक्छ नि त, सक्दैन नि। त्यो कारणले सम्पत्ति माग्न पनि सकेन दिए भनेर अनि जिन्दगी बर्बाद गरिदियो क्या मेरो छोराको, उसको तिनैजनाको जिन्दगी बर्बाद भयो नि त। ऊ पनि खुसीले बसेको त छैन होला नि त होइन, छोरा एकतिर छ, श्रीमती एकतिर होइन, अर्को ल्याएर बस्ला त्यो उसको खुसी हो। अब त्यो मलाई थाहा भएन है, त्यो अब मैले देखेको पनि छैन। कानुनी रूपमा हाम्रो डिभोर्स नभइकन उसले बिहा गर्न पनि पाउँदैन। अब नदेखेको कुरा भन्न पनि मिल्दैन, के गरेछ त उसैलाई मलाई चाहिँ थाहा छैन। हिजोको दिनमा जब तपाईँ एउटा शारीरिक अशक्त हुँदै गर्दाखेरि उहाँले चाहिँ धेरै कुराहरू भन्नुभयो, जिन्दगीभर छोडिदिन भनेर धेरै मागेको कुराहरू गर्नुभयो होला। त्यो त आज यो अवस्थामा छोड्दाखेरि त त्यो दिनहरू याद आउँछ नि त मलाई। पहिला पहिला आउँथ्यो, अब यादै मरिसक्यो कि 9 दिन भएन भने नौलो हुन्छ अरे होइन, 20 दिनसम्म भएन भने बिर्सिन्छ अरे, 30 दिनसम्म केही चिजको जेको पनि के 30 दिनसम्म देखेन भने तर्सिन्छ अरे कि। अब म उसलाई देखेँ तर्सिने भइसक्यो कि। उहाँको कुनै पनि कुराहरू अब दिमागबाट हटिसक्यो होइन, हटाउन बाध्य हुनु पर्यो नि त होइन, राखिरहेर त त्यो पीडा दिएर त के काम त। उसले हटाइसक्यो भने मैले मात्रै राखेर सकिन्छ त, सकिँदैन। मलाई अरू कुराले मलाई पीडा हुँदैन होइन, म के सोच्छु भने मेरो मन बुझाउँछु कि उसलाई राम्रो केटी चाहिएको थियो होला, म नराम्रो भएँ, उसलाई सपाङ्ग चाहिएको थियो होला, म अपाङ्ग भएँ होइन, उसलाई तरुणी चाहिएको थियो होला, म बुढी भइसकेँ नि त, बच्चा पाइसकेँ नि त। त्यो मेरो मन बुझाउने बाटो के त्यो सबै कुरा ठिक छ, र बच्चा किन खोस्यो होइन, आखिर म मन नपरेपछि मेरो बच्चा किन चाहियो उसलाई, ऊ त अर्को बिहा गरेर अर्को सन्तान जन्माउन सक्छ नि त। म त अर्को बिहा गरेको छैन, मेरो सहारा त किन खोस्यो। मलाई दुखाइ चाहिँ त्यही एउटामा हो कि, पीडा चाहिँ त्यही एउटा कुरामा हो कि, सन्तानलाई र आमालाई चाहिँ किन अलग गर्यो। मैले उसलाई त माया गरेको थिएँ नि त एक दिन, त्यो मायाको सजाय चाहिँ उसले मलाई यसरी दियो क्या। सन्तान त आफूभन्दा नि बढी प्यारो, एउटा आमालाई एउटा सन्तान अलग गर्दा त्यो पीडा त सायद तपाईँलाई त्यो अर्कोले बुझ्छ होला होइन, त्यति पीडा हुन्छ होला तपाईँलाई। अब त्यो मैले बाबुको लागि कति मिडियामा रोएको भिडियोहरू तपाईँले योभन्दा अगाडिको भिडियोहरूमा पनि देख्नुहुन्छ। मैले सन्तानकै पीडा खप्न नसकेर मैले एउटा गीत पनि निकालेको छु, आमा छोराको मै दुखी फो भन्ने गीत सुन्न सकिन्छ। मैले चाहिँ हाम्रो घर नुवाकोट हो, मेरो पनि बिहा गरेको घर पनि नुवाकोट हो। अनि घर नुवाकोट त्यही बेलकोट गढीमा गर्छु माया सानोलाई बढीमा, हे को हौ तिमी कहाँ जान हिँडेको छौ कि छैनौ मामुलाई चिनेको। घर नुवाकोट त्यही बेलकोट गढीमा गर्छु माया सानोलाई बढीमा, गर्छु माया सानोलाई बढीमा, आमाले भन्छ होइन। अनि मेरो चाहिँ बाबु साथमा छैन नि त, त्यो कारणले आमा र छोरा भेट भएको होइन। आमाले बच्चालाई चिन्दैन, बच्चाले आमालाई चिन्दैन, पछि गीत गाउँदै गएपछि बच्चाले नै आमालाई चिन्छ, आमाले पनि बच्चालाई चिन्छ। र अनि रियलमा ल्याउन नसके पनि गीतमा चाहिँ मैले बच्चालाई सँगै ल्याएर राखेको भिडियो बनाएको छु, भर्खरै आएको छ मै दुखी फो भन्ने। मैले आमाको एक टुक्का गाएँ, अब बच्चाको एक टुक्का गाउँछु। अनि हजुरहरूले सुभद्रा पौडेल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। हे के भनौँ खै आफैमा हराछु, आमा भन्ने शब्दैसँग डराछु। घर नुवाकोट त्यही बेलकोट गढीमा गर्छु माया मामुलाई बढीमा,
गर्छु माया मामुलाई बढी म। यो चाहिँ मैले पहिला सुरुमा मै दुखी वान भनेर गीत निकालेँ होइन। त्यसमा चाहिँ मेरो आफ्नो जीवनको घटनाहरू पस्केको थिएँ। धेरै दर्शकले मन पराउनु भयो है। त्यो चाहिँ लगभग 1 करोड पुग्न लागेको छ। त्यसपछि मैले मै दुखी 2 भनेर 30 को गीत लिएर आएँ आमा भनेर होइन। त्यो पनि 4-5 लाख दर्शकले हेर्नुभयो, मन पराइदिनु भयो। त्यसपछि एउटा इटहरूको एउटा दिदीको कहानीमा मै दुखी 3 भने मैले आफैले लेखेर शब्द आफैले गाएर लिएर आएँ। अनि त्यसलाई नै मन पराइदिनु भयो र अहिले मैले मै दुखी 4 भन्ने आमा छोरा बेलकोटगढी गर्नुभएको त्यही बेलकोटगढीमा गर्छु माया सानोलाई बढीमा भने आमा र छोराको दोहोरी लिएर आएको छु। सबैजनाले सुभद्रा पौडेल युट्युब च्यानलमा गएर हेरिदिनु होला, एउटा कमेन्ट गरिदिनु होला। हजुरहरूको माया, हजुरहरूको आशीर्वाद, हजुरहरूको साथ र सपोर्टले नै सुभद्रा पौडेल यो ठाउँसम्म छ र जीवित छ। त्यहाँ हजुरहरूले गीत हेर्नु भएन, माया गर्नु भएन भने सुभद्रा पौडेलले के हुन्छ थाहा छैन, भन्न सकिँदैन। त्यही भएर सबैजनाले माया गर्नु होला भन्न चाहन्छु। अलिकति छोराको कुरा गर्दा अलिकति बढी भावुक हुनुहुँदो रहेछ। अलिकति हुन्छ नि तपाईँको आँखाभरि आँसु दिन्छ होइन, तपाईँको आँखा रसाएर दिन्छ। बाबुको कुरा गर्दाखेरि चाहिँ तपाईँलाई अलिकति के टच हुन्छ? हजुर, पीडा हुन्छ नि त। के कुराले बढी टच हुन्छ? पहिला अब मेरो बाबुलाई त 3 वर्षमा लिएर गयो नि त। 3 वर्ष भनेको त बच्चा दुध खाँदै गर्ने बच्चा हो नि त। अनि उसले मेरो दुध प्रात खान पनि पाएन होइन। पहिला त मेरो अपरेसन गरेर यो खुट्टाहरू दुइटै काट्यो। त्यसपछि बाबु पनि अपरेसन गरेर निकाल्यो। अनि दुध पनि आएन, उसले मेरो दुध राम्रोसँग खान पनि पाएन होइन। पहिला दुधै आएन मेरो, त्यसपछि पछि छुट्याएर लिएर गएँ होइन। अनि 3 वर्षको बच्चा त के थाहा हुन्छ, उसलाई के पनि थाहा छैन नि त। आमाको माया के हो, आमाले कस्तो माया गर्छ, आमाले कस्तो केयर गर्छ, आमाले के खान दिन्छ, उसलाई थाहै भएन कि त्यो कुरा। अनि मैले बाबुलाई केयर गर्ने बेला, मैले हेर्ने बेला मलाई छुट्याएर त्यसरी लिएर गएँ, टाढा बनाएँ, मैले गर्न सकिनँ। त्यतिखेर त बच्चालाई त एउटा आमाको साथ र सपोर्ट चाहिन्छ नि त होइन। त्यो कुरा गर्न पाइनँ भनेर अलिकति पीडा हुन्छ मलाई। अनि पछि फेरि सम्हालिन्छु। अब त 12-13 वर्ष भइसक्यो। अब त ऊ आफै गर्न सक्ने छ। अब त ऊ मागेर पनि खान सकिन्छ नि त। मेरो मम्मी नि हुनुहुन्न, बाबा नि हुनुहुन्न, मलाई खाना दिनुहोस् भनेर नि ऊ मागेर नि खान सकिन्छ नि त। अब त भोकै बस्दैन होला नि भनेर फेरि अहिले चाहिँ मन बुझाउँछु। कहिलेकाहीँ भर्खर 13 वर्ष सानै बच्चा हो नि त बाबु होइन। कहिलेकाहीँ यसो साथीहरूको आमाले यसो बच्चा डराउँदै हिँड्दाखेरि आफ्नै बच्चाको याद आउँछ होला तपाईँको त्यो बेला पनि? त्यो त कति आउँछ कति। अब आए नि के गर्नु त भन्नु न। के भर्खर त्यो बेला पनि मन छुन्छ नि त्यो बेला? मन छुन्छ, रुन्छु, कोठाभित्र बस्छु। अनि कहिले एक्लै रुन्छु, कहिले मम्मीहरूसँग कुरा गर्दै गर्दाखेरि रुन्छु। अब दिदीहरूसँग गयो भने दिदीहरूको बच्चाहरू हुन्छ, घाममा लिरा हुन्छ, सबै कुरा हुन्छ। आफ्नो बच्चाको याद आउँछ त्यतिखेर। अनि खासै पहिला जस्तो खासै आँसु देखाउँदिनँ म होइन, आँसु झार्दिनँ भन्छु। तैपनि कहिले चाहिँ अब भावुक हुन्छ, यस्तै हो। अब योभन्दा बढी नसोध्नु मलाई बाबुको बारेमा, यति गर्नु होइन। अरू कुरामा भन्दा मलाई बच्चाको बारेमा सोद्धा चाहिँ अलिकति पीडा हुन्छ कि। पहिलेदेखि नै त्यही हो। मेरो अगाडिको अन्तर्वार्ता हेर्नुभयो भने पनि अरू कुरा गर्दै जाँदा मलाई पीडा हुँदैन। जब मेरो बाबुको कुरा तपाईँले सोध्नुहुन्छ मलाई पीडा हुन्छ कि अटोमेटिक। आमा हो नि त होइन, मातृत्व त झल्किहाल्छ नि त। त्यही भएर पीडा हुन्छ। अब योभन्दा बढी बाबुको बारेमा नसोध्नु। हुन्छ दिदी, हामी कुराकानीको अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो भिडियो दर्शकहरू? अन्तिममा अब तपाईँहरू यसरी मलाई खोज्दै होइन अन्तर्वार्ता लिन आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि जुन देश विदेशबाट मेरो अन्तर्वार्ता पहिला पनि धेरैजनाले हेर्नुहुन्थ्यो, आजभोलि कहाँ हराउनुभयो तपाईँ आउनुहुन्न भन्नुहुन्छ। र आउनु त म सुभद्रा पौडेल युट्युब च्यानलबाट, अरू युट्युब च्यानलबाट गीत सङ्गीतहरू त मैले पस्किरहेको हुन्छु होइन। तैपनि खासै अन्तर्वार्ताहरू चाहिँ मैले अगाडि पनि भने खासै मलाई दिनु मन लाग्दैन। अब मेरो नयाँ कुरा केही छैन होइन, सबै पुरानै हो, सबैलाई थाहा भएकै कुरा हो भनेर चाहिँ म खासै अलिकति अगाडि नआएको हो। अनि त्यसमा तपाईँहरूले माया नगरिदिनु होला भन्न चाहन्छु। र मलाई जति माया गरिरहनु भएको छ योभन्दा अगाडि अझै पनि धेरै माया गरिदिनु होला भन्न चाहन्छु। हुन्छ दिदी, तपाईँको निकै पीडाहरू छन्। आफ्नो पीडाहरूमा आफूले एक्लै रमाएर हिँड्नु भएको छ होइन। तपाईँको मनभित्र पीडा भए पनि अरूको सामु हाँसेर हिँड्नु भएको छ होइन। त्यो पनि तपाईँको भोलि दिनमा केही राम्रो होला भन्ने आशा गरेको छ। र यदि कसै सहयोग गर्न चाहनुहुन्छ भने उहाँको यो अवस्था छ होइन, यदि सहयोग गर्न सक्नुहुनेछ। अस्ति दिन तपाईँसँग फेरि पनि जोड्दै गरौँला, अहिले समय पनि त्यस्तै छ, फेरि भोलि भेट्दै गरौँ।